हेलो साथीहरु, आजको भिडियो के सम्बन्धी रहेको छ त भन्ने कुरो पक्कै पनि तपाईहरुले थाहा पाइसक्नु भएको छ। आज हामी सिक्नेवाला छौं कोरियामा जुन नेपालीहरु काम गर्न जान्छन् उनीहरुलाई चाहिँ बेसिक तलब, बेसिक स्यालेरी चाहिँ कति दिन्छन् त, हैन? त्यो सम्बन्धी आज हामी सिक्नेवाला छौं, जान्नेवाला छौं। त्यो सँगै जुन ईपीएस मार्फत कोरियामा काम गर्न मान्छेहरु जान्छन्, हो कि हैन? तिनीहरु त्यो जानका लागि चाहिँ प्रोसेसहरु के गर्नुपर्छ, हैन? के प्रोसेसहरु पूरा भइसकेपछि मात्रै कोरिया जुन काम गर्न मान्छेहरु गइरहेका छन् त्यसरी कसरी चाहिँ जाने, हैन? त्यो जानले चाहिँ के प्रोसेसहरु पूरा गर्नुपर्छ भन्ने सम्बन्ध चाहिँ आज हामी सिक्नेवाला छौं। भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नुहोला। ल है साथीहरु, अब हामी विषयवस्तुतिर लागौं। सबैभन्दा पहिला हामी कुरा गरौं ईपीएस मार्फत कोरिया जानलाई चाहिँ प्रोसेसहरु के हुन्छ, हैन? त्यो चाहिँ हामी पहिला जानौं। त्यसको प्रोसेस के हुन्छ भन्दाखेरि साथीहरु, सबैभन्दा पहिला त तपाईसँग पासपोर्ट हुनु पर्यो, हैन? पासपोर्ट भइसकेपछि सबैभन्दा पहिला पासपोर्ट हुनु पर्यो। त्यसपछि उनीहरुले के हुन्छ भन्दाखेरि हामीसँग पासपोर्ट अनिवार्य हुने परेको, हैन? फर्म भर्नका लागि। अब के हुन्छ भन्दाखेरि उनीहरुले एक्जामको लागि चाहिँ फर्म खुलाउँछ। जुन सेक्टरहरु धेरै हुन्छन्, म्यानुफ्याक्चरिङ भन्ने, एग्रिकल्चर भन्ने, हैन? त्यसपछि धेरै फ्याक्चरहरु हुन्छन्, हैन? धेरै त्यो सेक्टरहरु हुन्छन्, तिनीहरुमा फर्म खुलाउँछ। फर्म खुलाइसकेपछि हामीले त्यसको फर्म भर्नको लागि चाहिँ हामीले कति 27, 28, 30 डलर जति कति लाग्छ त्यो तिरेर चाहिँ हामीले फर्म भर्नुपर्ने हुन्छ, हैन? फर्म भरिसकेपछि हामीलाई प्रवेशपत्र आउँछ। प्रवेशपत्र आइसकेपछि हामी एक्जाम दिन जानु पर्यो। एक्जाममा चाहिँ 40-50 वटा कति प्रश्न आउँछ। 40 वटा प्रश्न आउँथ्यो अहिले 2026 25 देखि उता चाहिँ 25 देखि 2025 देखि चाहिँ उता चाहिँ छुट्टै 50 वटा प्रश्न चाहिँ आउने भन्ने के सुनेको छ, त्यो छुट्टै कुरा भयो। त्यतिवटा प्रश्न आउँछ। त्यो प्रश्नमा हामीले एक्जाम हामीले त्यसमा कति मिलाउने त्यो हामीले सक्यो भन्दा जति मिलाउने त्यो 40 वटामा पहिला चाहिँ 40 वटा हुन्थ्यो प्रश्न, त्यसमा 40 वटा मिलायो भन्दा त्यही आन्सर भयो, हैन? उनीहरुले अब त्यसमा कति मिलाउँछ हामीले, हैन? त्यही आन्सरको उनीहरुले कट लाइन गरिदिन्छ। कट लाइन गरिसकेपछि त्यो कट लाइन भित्र जो मान्छेहरु पर्यो त्यो पास हुन्छ। पास भइसकेपछि त्यो एक्जाममा पास भइसकेपछि अब स्किल टेस्ट हुन्छ। स्किल टेस्ट भइसकेपछि स्किल टेस्टमा के हुन्छ भन्दाखेरि हाम्रो हाइट वेटहरु इन्टरभ्यु जस्तो कुराहरु हुन्छ। त्यसमा हामीले इन्टरभ्यु दिनुपर्छ, स्किल टेस्ट गर्नुपर्छ। त्यसमा धेरै कुराहरु हुन्छ। त्यो स्किल टेस्ट भन्ने हुन्छ। त्यो स्किल टेस्टमा हामीले पास गर्यो भने, अब पास गर्यो भने त्यसपछि हामीले के गर्नुपर्छ भन्दाखेरि मेडिकल गर्नुपर्छ। पास भइसकेपछि हामीले मेडिकल गर्नुपर्छ। मेडिकल गरिसकेपछि मेडिकलको हामीले रिपोर्ट आइसकेपछि त्यसपछिको काम हुन्छ जब एप्लिकेसन फर्म भर्ने। हामीले जब एप्लिकेसन फर्म भरिसकेपछि हाम्रो आईडी बन्छ। आईडी बनिसकेपछि त्यहाँनिर चाहिँ धेरै कुराहरु देखाउँछ। सेन भयो, सेन हुनुपर्छ, एप्रुभ हुनुपर्छ भन्ने कुराहरु त्यसमा धेरै सिस्टम हुन्छ। त्यो सिस्टममा धेरै कुराहरु हुन्छ। सेन हुनु पर्यो, एप्रुभ भन्ने हुनु पर्यो, हैन? त्यसपछि साइनिङ के भन्ने धेरै हुन्छ। त्यो सबैमा त्यो भइसकेपछि इस्यु भन्ने डेट हुन्छ। इस्युमा तपाईको त्यो आईडीमा अथवा तपाईको इस्यु भयो भने, इस्यु भनेको चाहिँ कम्पनीले तपाईलाई सिलेक्ट गर्यो भने, कम्पनीले तपाईलाई सिलेक्ट गर्यो भने त्यसपछि हो कोरिया जाने। कुरा बुझ्नु भयो होला। यति भइसकेपछि चाहिँ कोरिया जाने हो। कोरिया जानलाई धेरै जम्बार छ है साथीहरु। जुन हामीले त्यो एक्जाम पास गरिसकेपछि 2 वर्षको डेट हुन्छ। 2 वर्ष भित्रमा तपाई कोरिया जानु भएन भने तपाईको एक्जाम पास गरेको डेट सक्छ। त्यसपछि तपाई जाने हो भने फेरि एक्जाम दिनुपर्ने हुन्छ। त्यो हजारौं मान्छेहरुले पास गर्ने हुन्छ। त्यसमा तपाई त्यो भित्रमा तपाईलाई सिलेक्ट भयो भने गाइन्छ, हैन भने चाहिँ त्यो परेन। तपाई ईपीएस पास गर्नु भनेको कोरिया जानु होइन भन्ने त्यसमा पनि तपाईहरुको त्यहाँ वेबसाइटमा पनि लेखा हुन्छ। त्यो कुरा तपाईहरुले देख्नु भएकै होला, हैन? त्यस्तो हुन्छ। त्यो त्यसमा सिलेक्ट भित्र पर्यो भने, सिलेक्ट कम्पनीले हामीलाई सिलेक्ट गर्यो भने हामी जान पाइयो, हैन भने चाहिँ जान पाइएन। त्यो पास गरिसकेपछि हाम्रो 2 वर्षको डेट हुन्छ। 2 वर्ष भित्रमा हामी कोरिया गयो भने गयो, गएन भने हाम्रो डेट एक्सपायर्ड हुन्छ। डेट एक्सपायर भएपछि फेरि एक्जाम दिनुपर्ने हुन्छ। तपाईहरुले कुरा बुझ्नु भयो होला, हैन? अब कुरा गरौं बेसिक तलबको। बेसिक स्यालेरी कति दिन्छ त, हैन? हामी नेपाली वर्करहरु, विदेशी वर्करहरुले चाहिँ कोरियामा तलब कति दिन्छ त, हैन? त्यो पनि जान्नु।
कोरियामा हामी नेपालीहरूलाई अहिले 2024सम्मको हेर्दाखेरि लगभग 2 लाख चाहिँ हामीलाई नेपालीहरूले दिन्छन् बेसिक तलब। अब त्यसमा ओटीसोटी भन्ने गर्दाखेरि के गर्दाखेरि मान्छेहरूले 4 लाख 5 लाखसम्म पनि कमाइरहेको हुन्छ है साथीहरू। त्यति ल त साथीहरू, आजको विषयवस्तु यति नै। अब हामी अर्को भिडियोमा भेटौँला है साथीहरू।